हाई एभ्रिवान, आज चाहिँ म बनाउँदैछु यो नाङ्लोबाट अन्नप्राशनको बोर्ड र फर्स्टमा चाहिन्छ यस्तो खालको नाङ्लो र त्यसपछि मैले लिएको छु वेलभेटको कपडा र अर्को भनेको हामीलाई चाहिन्छ यस्तो खालको ग्लुगन र ग्लु स्टिक पनि चाहिन्छ र मैले चाहिँ कपडा काट्नको लागि सिजर अनि यस्तो खालको लेस युज गर्दैछु म चाहिँ र 2वटा ग्लिटर पेपर। फर्स्टमा हामीले नाङ्लोको वरिपरि कपडालाई टाँस्नु पर्ने हुन्छ र यसरी सबै टाँसिसकेपछि चाहिँ म यो माथिबाट लेस लगाउन जाँदैछु। हामीले चाहिँ वरिपरि मिलाएर यसरी लेसलाई लगाउनु पर्ने हुन्छ। यो टाल्नु चाहिँ अलिकति टाइम लागे पनि मजाले टालिँदैछ यो चाहिँ। र यो सकिसकेपछि म एउटा एउटा गर्दै नाम लेखेर यसमाथि टाल्नको लागि लेटरहरू लेखेर काट्नेछु र यो काटिसकेपछि चाहिँ यस्तो देखिन्छ र यसलाई अब म सबै टाल्छु र यसरी सजाएको छु मैले चाहिँ। यो चाहिँ इन्कम्प्लिट नै छ र डेकोरेसनको लागि मैले केही बटरफ्लाईहरू पनि बनाएको छु र म चाहिँ यसको पेपर सुरुमा निकाल्छु र यसरी बिस्तारै मिलाएर टाल्नेछु। यो चाहिँ एकदम मजाले टालिन्छ र यो टालिसकेपछि चाहिँ यस्तो देखिँदैछ र अझै पनि इन्कम्प्लिट छ र मैले चाहिँ सोचेँ यो माथि अझै केही डेकोरेसन गर्नुपर्छ, त्यही भएर मैले यस्तो खालको पाइलाहरू बनाएको छु 2वटा बेबीको पाइला र यसको पेपर निकालिसकेपछि म एउटा एउटा गर्दै यसलाई टाल्दैछु र यसको औँलाहरू पनि सानो औँलाहरू पनि बनाएको छु र यो चाहिँ यस्तो देखिँदैछ र यो यसको फाइनल लुक चाहिँ यस्तो छ। एउटा झुन्डाउने पनि बनाएको छु।